तर मैले हिजो बेलुका रातितिर यसो चाहिँ बिहानतिर यसो अलिअलि अध्ययन गर्दाखेरि के देखेँ भन्दाखेरि खास कुराको जरो चाहिँ केमा रहेछ त भन्दाखेरि सुगौली सन्धि नै त्यसको कुराको जरो रहेछ। सुगौली सन्धिमा के भएको रहेछ त भन्दाखेरि अब सिमाना तोक्दाखेरि फलाना नदीलाई चाहिँ सिमाना मान्ने भनेर सुगौली सन्धिमा चाहिँ सिमाना तोकिएको रहेछ। अब उति बेलाको जमानामा त्यस्तो अब खम्मा गाड्ने केही पनि भएन। अनि त्यो नदी अहिलेसम्म पनि त्यही नदीको आधारमा चाहिँ के अरे सिमाना मानिने चलन रहेछ र ठाउँ ठाउँमा 10 गजा भन्ने अब त्यो ठोकिँदैछ, त्यो बेग्लै कुरा भयो। अब त्यो नदी भनेको त 250 सुगौली सन्धि भएको पनि 250 वर्षभन्दा बढी भइसक्यो। 250 वर्षमा त्यो नदीले कति के अरे उसको चाहिँ बाटो बदल्यो होला। नदीले त यो फलाना देशको देश हो, यो फलाना देशमा बग्नुहुन्न, यो चाहिँ फलाना देश हो, सिमाना मिच्नुहुन्न भन्ने कुरा त नदीलाई त थाहा हुँदैन नि, हो कि होइन? त्यस कारणले अब त्यही अनुसार चाहिँ सिमाना मान्दै जाँदाखेरि त्यो नदी चाहिँ कहिले इन्डियातिर गएर बग्दो रहेछ। इन्डियातिर गएर बग्यो भने त्यो जग्गा चाहिँ नेपालतिर आयो, फेरि नेपालतिर आएर बग्यो भनेदेखि नेपालको जग्गा इन्डियातिर भयो भनेर सिमाना क्षेत्रमा यो कुरा चाहिँ विरोध ठुलै चाहिँ समस्या रहेछ क्या। अब सिमाना मिच्यो भन्ने कुरा होइन कि त्यो नदीले अन्जानवश बिचरा नदीलाई पनि के दोष दिनु होइन। नदीले चाहिँ अन्जानवश त्यो आफ्नो बाटो बदल्दाखेरि चाहिँ 250 वर्षको इतिहासमा यो भनौँ न भन्दा बढीको इतिहासमा यो कुरा भएको हो रहेछ भन्ने कुरा मैले चाहिँ बुझेँ। हो कि होइन मलाई पनि थाहा छैन। फेरि मैले यस्तो बोल्यो भने मलाई कसैले चाहिँ त्यहाँ उ नगर्नु होला है। यहाँ